दर्शकबिन नमस्कार। आज हामी छौँ दाङमा। दर्शकबिन यी हुन् चतुरमान चौधरी हो। दर्शकबिन उनलाई हामीले आज बाटोमा हिँड्ने क्रममा भेटाएका छौँ र आज हामी चतुरमान चौधरीको जीवनी र उनका सङ्घर्षका कुराहरू, उनका दिनचर्याका कुराहरू लिएर आज हामी तपाईहरुको माझमा प्रस्तुत भएका छौँ। उनको नाम चतुरमान जस्तै उनी पनि अत्यन्तै रमाइला र चतुर रहेछन्। देख्दाखेरि उनी अपाङ्ग हुन् तर पनि उनको आत्मबल भने अपाङ्ग जस्तो छैन हो। दर्शकबिन उनी अत्यन्तै रमाइला, फन्नी र गाउँघरमा सबैलाई हँसाइराख्ने र सबैसँग मिजासिलो कुरा गरिराख्ने, सबैसँग मिलनसार उनको व्यवहार देखेर हामी त दङ्ग पर्यौँ दर्शकबिन। त्यसै सन्दर्भमा हामीले पनि उनीसँग केही कुराहरू गरेका छौँ, तपाईहरुको माझमा हामीले ल्याउने कोसिस गरेका छौँ। चतुरमानको यस्तो अवस्था उनी जन्मजातै यस्तै रहेछन् हो दर्शकबिन। उनी जन्मिने बित्तिकै उनको यस्तो अवस्था भएको रहेछ। उनी यति बेला 26 वर्ष पुगे र उनको घरमा उनको बाबा अनि आमा, एक दाजु र एक बहिनी रहेछन्। बहिनी, दाजु र बुवा चाहिँ वैदेशिक रोजगारको लागि अरब गएका रहेछन् र उनी र उनको आमा मात्र घरमा यति बेला बस्दा रहेछन्। उनलाई गाउँमा सबैले चतुरमान भनेर मायाले बोलाउँदा रहेछन्। चतुरमान धेरै जसो आफ्ना उमेरका राम्रा राम्रा केटीसँग जिस्किन रुचाउने रहेछन्। त्यसैमा उनी भन्छन्, दाई मेरो हाँसोमा केटीहरू फिदा हुन्छन् नि भनेर मक्क परी मन खोलेर हाँस्छन्। बिचारा चतुरमान, भाग्यले आफूलाई शारीरिक रूपमा अपाङ्ग बनाए पनि उनको मनलाई भने कहीँ कतै कसैले छुन सकेको छैन, कसैले कमजोर पार्न सकेको छैन। दर्शकबिन उनी खुलेरै आफ्नो जिन्दगी बाँचिरहेका छन्, हाँसिरहेका छन् साथीभाइसँग हो दर्शकबिन। दर्शकबिन चतुरमानलाई हामीले प्रश्न गर्यौं, चतुरमान यदि तपाईँ अरू मान्छे जस्तै स्वस्थ भइदिएको भए के गर्न मन थियो? अनि त्यसैमा उनले कुरा थप्दै भने, विवाह गर्न मन थियो दाई, पैसा कमाउन विदेश जान मन थियो अनि बालबच्चाहरू जन्माउन मन थियो। त्यसैमा पनि बाबा आमालाई सँगै राखेर खुसीको साथ जिन्दगी बिताउन मन थियो दाई भन्थे कठै बिचारा। शारीरिक रूपमा अशक्त भए पनि उनको मनमा चाहिँ अनेक थरी सपनाहरू बुन्दै बस्दा रहेछन्। उनको यो कुरा सुन्दा अत्यन्तै भावुक बनायो हो दर्शकबिन। उनी लामो समयसम्म हिँड्न सक्दैनन् हो दर्शकबिन र नुहाउनु पर्दा आमाले नुहाइदिनु पर्छ। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला है त। र भिडियो हेरिसकेपछि लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला र सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोला। दर्शकबिन नमस्कार। दर्शकबिनमा आज तपाईहरुको माझमा अलि फरक किसिमको भिडियो लिएर आएको छु। आज म चाहिँ घुम्ने क्रममा, बाटोमा हिँड्ने क्रममा चाहिँ एउटा भाइलाई भेटाएको छु है। म उनी भाइलाई र उनको जीवन र उनको सङ्घर्ष, दुःख, भोगाई, पीडा, खुसी, हाँसो, रोदन हैन, सबै कुराहरू म तपाईलाई चाहिँ देखाउन गइरहेको छु। र ऊ भाइ चाहिँ एउटा अशक्त व्यक्ति भएर पनि यो समाजमा कसरी बाँचिरहेको छ, कसरी हिँडिरहेको छ, उसको दुःख सङ्घर्षका कुराहरू चाहिँ लिएर म तपाईहरुको माझमा लिएर आएको छु। मेरो साथमा हुनुहुन्छ चतुरमान चौधरी हो। चतुरमानको जिन्दगीमा के कस्तो कुराहरू बितिरहेका छन्, के कस्तो सङ्घर्ष गर्नु परेको छ, एउटा अशक्त व्यक्ति भएर पनि गाउँ समाजमा गर्ने व्यवहारहरू, गाउँ समाजले गर्ने दृष्टिकोण, हेर्ने दृष्टिकोणहरू कस्तो छ त, र उनको दैनिकीहरू कसरी बितिरहेको छ त, त्यही विषयमा लिएर आज म तपाईहरुको माझमा कुरा गर्नेछु। र म चाहिँ चतुरमानलाई पनि तपाईहरुको माझमा ल्याउँदैछु। चतुरमान हजुर नमस्कार। नमस्कार। चतुरमान हजुर स्वागत छ तपाईलाई मेरो च्यानलमा। धन्यवाद दाइ। अनि के छ, गर्मी त धेरै गर्मी छ त चतुरमान? हजुर गर्मी छ। गर्मी छ नि? हजुर। अनि म चाहिँ तपाईलाई बाटोमा म हिँडिरहेको बेलामा झ्याप्पै देखेँ। हजुर। अनि यसो तपाईसँग कुराकानी गरौँ गरौँ जस्तो लाग्यो कि मलाई। हजुर। त्यही भएर कुराकानी गरौँ त, यसो गर्मीको बेलामा पनि अब यसो रुखको छारीमा बसेर चाहिँ गफ गरौँ चतुरमानसँग हैन। के छ त अवस्था, के गरिरहेछन् त चतुरमानले हैन भन्ने विषयमा अहिले चाहिँ कुरा गरिरहेछौँ हामी चाहिँ।
अनि चतुर्मान हजुर अनि अहिले तपाईँको चाहिँ दिनचर्याहरू कसरी बितिरहेछन् दिनहरू दिनहरू बितिरहेको छन् यत्तिकै खाने बस्ने खाने बस्ने हजुर होइन यत्तिकै अनि हिन्डुल गर्न तपाईँ कतिको सक्नुहुन्छ हिँड्नु सक्छु अलिअलि हिन्डुल गर्न सक्नुहुन्छ अलिअलि हजुर ए अनि घरमा को हुनुहुन्छ तपाईँको आमा छोरा मात्रै आमा छोरा मात्रै हुन्छ हजुर अनि अरू घरमा कोही हुनुहुन्न बुवा विदेश भाइ विदेश ए भाइ बुवा विदेश सबै विदेश हजुर बहिनी जापान ए बहिनी पनि जापान जानुभएको छ हजुर ए अनि तपाईँको नाम चतुर्मान भनेर कसले राखिदियो धामीले ए धामीले राखिदिएको हो हजुर ए चतुर्मान के चतुर्मान हुन्छ तपाईँ चौधरी चतुर्मान चौधरी हजुर अनि चतुर्मान भनेपछि त चकचक गर्ने खालको होइन हजुर त्यसैलाई चतुर भनिन्छ नि हजुर। ए, तपाईँ कस्तो हुनुहुन्छ चतुर हुनुहुन्छ हजुर चतुरै हुनुहुन्छ हजुर ए के हो गाउँतिर सबैलाई एकदम सताउनुहुन्छ क्या हो के त्यस्तो रमाइलो के गर्नुहुन्छ गाउँतिर रमाइलो के गरिन्छ रमाइलो चाहिँ चतुर गर्ने खालको काम उटपट्याङ खालको काम के गर्नुहुन्छ तपाईँले त्यस्तो गर्ने काम त हजुर त्यसो खासै गरिन्छ खासै गर्ने जसो गफसफ गर्ने रमाइलो गर्ने हजुर सँग साथीहरूसँग हजुर अनि अलिकति तपाईँको यो शारीरिक रूपतिर पनि जाउँ होइन हजुर अनि यो तपाईँ यो अशक्त जन्मजातै यस्तै हो कि तपाईँ पछि भएर यस्तो हुनुभयो जन्म जातै यस्तै हो तपाईँ जन्मेको यस्तै अवस्थामा है हजुर ए अनि धेरै अप्ठ्यारो हुन्छ होला हिँड्डुल गर्नलाई बस्नलाई है हजुर पहिला 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 त हुन्थ्यो आजभोलि त हुन्न आजभोलि त हुन्न हजुर ए अनि ठ्याक्कै लिएर तपाईँ कति वर्षको हुनुभयो 26 वर्ष हजुर अनि तपाईँ आफ्नो कामहरू चाहिँ नुहाउने खाने टोइलेट बाथरुम जाने यताउता गर्ने सामान्य कुराहरू चाहिँ तपाईँ आफै गर्न सक्नुहुन्छ टोइलेट आफै गर्न सक्छु खाली नुहाउन सक्दिनँ आमाले नुहाइदिनुहुन्छ ए आमाले नुहाइदिनुहुन्छ हजुर एहे अनि चतुर्मानजी तपाईँको चाहिँ यो के छ अरे गाउँतिर हजुर तपाईँलाई कतिको माया गर्ने गर्छन् मान्छेले त धेरै सबैले तपाईँ चतुर्मान भनिसकेपछि तपाईँलाई त धेरै माया गर्दो रहेछन् नि हजुर माया गर्छन् सबैले माया गर्दछन् है हजुर। गाउँको एकदम प्यारो मान्छे हजुर सबैले टाइम पास गराउने हजुर अनि के तपाईँ गीताउने नाच्ने गर्नुहुन्छ र अलिअलि तर तपाईँको मुस्कान हाँसो चाहिँ एकदम फिदा के तपाईँको हाँसो पनि एकदम मिठो रहेछ हजुर होइन मान्छेलाई चाहिँ एकदम फ्रेस गराउने खालको हजुर अनि के छ यसो नाच्न गाउने तपाईँमा के खुबी छ र त्यस्तो यसो तपाईँ छ भने यसो सुनौँ न त यसो मकैबारी दर्याम जान सक्छ एकदम चलेको छ नि त अहिले मकैबारी दर्याम हजुर सुन्नु भएको छ कि नै सुनेछु सुन्नु भएको छ हजुर ए खासै कला छैन ए अनि अरू चाहिँ के छ त जिन्दगी यस्तै चलिरहेछ हजुर यताउता लिने भात खाने यताउता गर्ने हजुर होइन हजुर अनि यदि तपाईँ चाहिँ यस्तो अशक्त नभइदिएको भए हजुर के गर्थ्यो होला जस्तो लाग्छ चतुर्मान आवश्यकता नभइदिएको भए विदेश जान्थ्यो होला होइन विदेशबाट आएर बिहे गर्थे विदेश गएर बिहे गर्थे अनि आमाले सुख दिन्थे होइन आमालाई सुकाइदिन्थे धेरै ठुलो सोच रहेछ तपाईँको है हजुर अनि अहिले चाहिँ अब तपाईँले आमाले बुवाले के भन्नुहुन्छ तपाईँलाई चतुर्मान माया गर्नुहुन्छ माया गर्नुहुन्छ हजुर भाइ बहिनी दिदी हुनुहुन्छ कि को हुनुहुन्छ बहिनी छ बहिनी छ हजुर ए अनि तपाईँलाई जिन्दगी के जस्तो लाग्छ चतुर्मानजी जिन्दगी तपाईँ अहिले यस्तो अशक्त हुँदा पनि होइन हजुर तपाईँ हाँसी खुसी बाजिरहनु भएको छ हिँड्नु भएको छ सबैलाई हाँसाइराख्नु भएको छ हजुर अब गाउँघरतिर तपाईँ चतुर्मान भनिसकेपछि तपाईँले नचिन्ने कोही पनि छैन हजुर सबैको प्यारो मान्छे हजुर होइन के जस्तो लाग्छ जिन्दगी रमाइलो गर्दै बस्दै गर्नु भएको छ हजुर होइन हजुर अनि विवाह गर्न मन लाग्छ कि लाग्दैन लाग्दैन खासै लाग्दैन खासै कहाँ केटी जिस्काउँदा हिँड्दै गर्नुहुन्छ र तपाईँ त हजुर केटी त जिस्काइन्छ केटी जिस्काइन्छ तर बिहे चाहिँ नगर्ने ए कस्तो यसो केटी चाहिँ कस्तो विवाह गर्ने तरिकाले जिस्काउनुहुन्छ कि यसो रमाइलो गर्दै यस्तै रमाइलो
रमाइलोको लागि हजुर ए अहिलेसम्म कति केटी जिस्काइसक्नु भयो केटी जिस्का छु जिस्काउनु भएको छ हजुर 2-4वटा हजुर ए ठिक छ अनि गर्मी त धेरै गर्मी छ कति गर्मी मान्नुहुन्छ तपाईँले असाध्यै गर्मी छ असाध्यै गर्मी छ है हजुर अनि तपाईँले के भन्न चाहन्छ मान्छेलाई तपाईँलाई यदि तपाईँको भिडियो हेरिराख्नु भएको छ भनेपछि भिडियो हेर्ने दर्शकहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ हजुर के भन्न चाहनुहुन्छ राम्रोसँग बस्नुहोस् होइन हजुर घरतिर खुसी रहनुहोस् जो जस्तो अवस्थामा भए पनि मान्छे खुसी हुनुपर्छ त्यस्तै खालको कुरा भन्नु न हजुर के भन्न चाहन्छ यदि तपाईँले त्यो हेरिरहेको भिडियो हेरिरहेको मान्छेलाई तपाईँको भिडियो हेरिरहेको मान्छेलाई के भन्न चाहनुहुन्छ अनि टिकटक आइडीहरू के छन् तपाईँको टिकटक सिटक चलाउनुहुन्छ टिकटक चलाउँछु के छ तपाईँको आइडी चतुर्मान चौधरी चतुर्मान हजुर युट्युब च्यानल छ कि छैन युट्युब छ युट्युब च्यानल पनि छ हजुर के छ नाम युट्युब चतुर्मान होला सायद ए अनि ठ्याक्कै तपाईँ कति वर्ष हुनुभयो 26 वर्ष पुग्नुभयो नि हजुर ए पढ्नुभयो कि पढ्नु भएन तपाईँ 4 कक्षासम्म पढेको 4 कक्षासम्म पढ्नु भएको होइन हजुर अनि तपाईँको ठ्याक्कै हाइट चाहिँ कति छ हाइट चाहिँ तपाईँ हाइट चाहिँ कति ठ्याक्कै तपाईँको 3 फिट छ होला होइन हजुर लगभग तपाईँको 3 फिट जति हाइट छ अनि अरू सुनाउनुहोस् के छ नयाँ नौलो ठिकै छ ठिकै छ है हजुर खाइएकै छ बसेकै छ रमाइलो गरेकै छ बसेकै छ रमाइलो गरेकै छ होइन हजुर अनि तपाईँ त खतरा डान्स पनि गर्नुहुन्छ अरे भनेर सुन्थेँ त मैले त यार हजुर खतरा डान्स पनि गर्नुहुन्छ अरे हामीले त तपाईँले पाटिन्छ ए कन्न पाटिन्छ हजुर ए गाह्रो भइरहेछ त्यसो होइन हजुर ए ल दर्शकबिनहरू मैले तपाईँहरूले चाहिँ यो भिडियो बनाउनुको कारण के हो भनेपछि चतुर्मान सँग चाहिँ मेरो केही दिन पहिले भेट भएको थियो वास्तवमा भन्नुपर्दा होइन अनि उसलाई चाहिँ युट्युबतिर पनि आउन एकदम इन्ट्रेस्ट रहेछ होइन र आफ्नै युट्युब च्यानल खोल्ने उनको सोच रहेछ होइन त्यही भएर उसले पनि मलाई भने दाइ मलाई पनि युट्युब च्यानल खोलिदिनुहोस् न मेरो पनि युट्युब च्यानल खोलिदिनुहोस् न म पनि युट्युब च्यानल चलाउँछु म पनि भ्लगिङ गर्छु मलाई आइडिया केही पनि छैन सबैले मेरो भिडियो बनाएर लग्छन् तर मलाई केही आइडिया दिँदैनन् दाइ अनि मलाई गरिदिनुहोस् न भन्ने कुरा चतुर्मानले गर्नुभयो होइन चतुर्मानजी अनि त्यसपछि मैले भने कि ल ठिक छ म एक दिन आउँछु म त्यही तयारीमा आउँछु अनि त्यसपछि दुई भाइले पनि यस्तो बसेर गफ गरौँला कुराकानी गरौँला अनि त्यही सन्दर्भमा चाहिँ म चतुर्मानको चाहिँ युट्युब च्यानल खोलिदिन्छु र युट्युब च्यानल खोलिसकेपछि दैनिक जीवनका कुराहरू भोगाइहरू चाहिँ आफ्नो युट्युब च्यानलमा हाल्न सक्षम भयो भने हाल्यो भने भोलि दिनमा त्यहीबाट इन्कम गर्यो भने उसलाई पनि केही कुराहरू सहज हुन्छ 2-4 पैसाहरू सहज हुन्छ वास्तवमा चाहिँ म यहाँ आएको चाहिँ चतुर्मानको लागि चाहिँ एउटा युट्युब च्यानल क्रिएट गरिदिनको लागि आएको हो वास्तवमा चाहिँ भन्नुपर्दाखेरि भोलिको दिनमा युट्युब च्यानल चाहिँ उसले चाहिँ कतिको चलाउन सक्छ कतिको ग्रो गराउन सक्छ होइन त्यो उसको हातमा हो उसको मेहनत कतिको छ त्यही घर बसिरहेको हुन्छ मोबाइल खेलाइरहेको हुन्छ एउटा भ्लगिङ गर्दै यता जस्तै मान्छेहरूले चाहिँ उसलाई पनि माया गरिदिनु होला होइन माया गरिदिँदै जानुभयो भने अवश्य पनि ऊ पनि अगाडि बढ्न सक्छ किनकि यस्ता अशक्त व्यक्तिहरूलाई चाहिँ हामीले सहयोग गर्नुपर्छ माया गर्नुपर्छ भन्ने मेरो धारणाले चाहिँ म चाहिँ यो भिडियो बनाउन आएको हुँ र भिडियो बनाइसकेपछि म उसको युट्युब च्यानल खोलिदिनेछु र युट्युब च्यानल खोलिसकेपछि मैले चाहिँ तपाईँहरूलाई भन्नेछु उसको युट्युब च्यानलको नाम चाहिँ के हो र तपाईँहरूले पनि सब्सक्राइब गर्नुहोला र साथ सपोर्ट